फाइनल लुक्स चाहिँ यतिको आयो। अब यसमा अलिअलि 3, 2, 1, go. लो गाइज हाम्रो गेट बन्ने क्रममा हिजो स्टार्ट त गर्यो तर पुरा गर्न नसक्ने अवस्था भएर चाहिँ मैले यहाँ भएभरको दाजुभाइहरूलाई बोलाइसकेको छु गाइज। एकदम बिहेको तयारी 100 को स्पिडमा अब गर्नुपर्ने अवस्था भइसक्यो किनभने भोलि पर्सि बिहे हो। हामीसँग 2 दिन मात्रै बाँकी रह्यो। सो डिजाइन चाहिँ यस्तो बन्दैछ हल्का हेर्दै जाउँ। अब ल गाइज हेर कसरी बनाउँदो रहेछ चाइनिजहरूले जतिकै पनि भिडियो बनाएर अपलोड गरिदिउँ न। धमाधम चल्दैछ बासको काम कुरो। गेट बन्ने क्रममा गाइज यति बनिसकेको छ है। बहुत पापड पेल्नु परिरहेछ, गाह्रो परिरहेछ बाबा रे बाबा। हेर्न मात्रै सजिलो रहेछ यो काम चाहिँ, गर्नलाई एकदम गाह्रो छ तर पनि प्रयास जारी छ। अब आधा यति भन्दाखेरि यतिको आउँदैछ बिस्तारै होइन, दुईपट्टि लाग्दा अनि खाना बनिँदाखेरि चाहिँ यसको पुरा लुक्स आउने हो, फाइनल लुक्स। हेरौँ गाइज कस्तो हुन्छ। हाम्रो पनि यो पहिलो एक्सपेरिमेन्ट नै भइरहेछ। पहिलो हामी भनेको जनसिनाको फेर्नु नेभर गिभ अप हो नि त। दिने हो देखो यहाँनिर सर्ट लगाएर सिनेमेटिक भिडियो पनि बनाउनु क्या। पर बारमा पनि त्यो फिनिसिङ खाँची लाउनु कहाँ थियो मेरो बहिनी अहिलेसम्म तिमी? लु साग टेलाएर जुस हो यहाँ राख्ने, बोटुको सामान लगाउने मैले सुरुवात हो। फेरि अर्ग्यानिक ल मिठो गुलियो खाएको छ नि होइन। ल ल ल उता लु बोटुको दिनु ट्याक ट्याक। तिमीहरूको जस्तो तल कोल्ड ड्रिङ्क्स पाउने होइन नि हाम्रो ठाउँ, यो जुस मात्रै खान्छ, यता खानुहुन्न। जुस लु ढिलो हुनेछ म त लिँदै गएँ ल। धमाधम हाम्रो गइरहेको छ। यता एउटा बोटुको लिएर आऊ विशाल। ए त्यस्तो हो विशाल पनि मान्छे भएछ भनेपछि त अब हामी चाहिँ सिक्यो होइन मास सर्नु झन्डै जापर हौ। लगाइ त्यस्तै छ है, सट्ट लगाएर ब्रेक गर्दै खाँदै रमाइलो छ। गाउँघरमा जे होस् बिहेको माहौल अलिअलि सुरु भइसकेको छ। गाना साना चाहिँ बजाउँदै गर्नुपर्ने थियो साउन्ड सेटहरू मगाएर। गाना खाने चाहिँ फेरि यस्तो पनि पाउँदो रहेछ। लो भयो यो पनि अर्ग्यानिकै रहेछ त चिज त। यो झन् अर्ग्यानिक हो नि। तर होइन यसले त यो खाएर पिसाब मात्रै आउँछ, अर्को चाहिँ ठिक छ। मै ट्याक्क दिने त्यहाँनिर झ्यापै लगाएर हाम्रो दाजुले यहाँनिर लेबल सेबल मिलाएर ठाक ठाक ठुक ठुक फिनिसिङ दिने काम। यो उनीहरू पनि फ्रिजमा यो बिग्री जान्छ अहिले। एउटा बकेटमा पानी ल्याऊ अनि त्यहाँ डुबाइदिएर राख त। फ्रिज अर्ग्यानिक हो क्या बहिनी हाम्रो, यस्तै हो फ्रिज यहाँ छैन। ततिन्छ क्या, मिठो हुँदैन, कुरा बुझ्दैनौ कि तिमीले। यो जुस तितो हुन्छ फेरि। ल के गर्नु, काम गरेर मात्रै नहुने, खानेकुरा नि खानै पर्यो। के छ अर्ग्यानिक हो खानेकुरा? एकदम गुन्द्रुक, दाल, आलु, कोपी। सुक्खा रहेछ नि, मासु त छैन रहेछ, के गर्नु। मासु बजारमा छ, भरे बेलुका मात्रै छ।
गाइस हाम्रो काकाहरु काम गर्दै हुनुहुन्छ हेलो गाइस मेरो काकाहरु काम गर्दै हुन्छ ल साथी हो अब चाहिँ हाम्रो अन्तिम चरणको यो गेटको लागि चाहिँ लगभग 90% सक्यो भन्दा हुन्छ छाना पल्लपट्टिको लागि सिलिङ हाल्न बाँकी फाइनल लुक्स चाहिँ यतिको आयो अब यो चाहिँ जो हाम्रो वरिपरि होइन अर्ग्यानिक खालको एउटा राम्रो डिजाइन निकाल्न सफल भयो जस्तो लाग्छ सो तपाईँहरू पनि ट्राई गर्नु होला यो कसरी बनिएको छ सुरुदेखि सबै भिडियो भ्लगमा छँदैछ क्रिएटर चाहिँ यता जान्छ है फेरि हाम्रो डिजाइन जे होस् अहिलेसम्म जति एक्सपेक्टेसन गरेको त्योभन्दा राम्रो नै बेटर भयो हामीले फर्स्ट टाइम गर्दाखेरि यतिको नहोला जस्तो लागेको थियो तर यो एकदम पर्फेक्ट भयो पर्फेक्ट यति नै चाहिएको हो हामीलाई वास्तवमा अब यसमा ठक्क बिहेको ब्यानर लागेपछि हो एकदम अर्ग्यानिक यस्तो स्पेसल काम किन भइरहेछ सुप्रिया यहाँ अब बिहे हुन आँटेको छ बिहेमा त काम गर्नु पर्यो नि त होइन फुफू नि लैला फुफू यस फुफूको बिहे खानुपर्ने हुन्छ बिहे खानुलाई अलिकति मेहनत पनि गर्नुपर्ने हुन्छ यहाँनिर यसरी खट्नु हुँदैछ अनि यहाँ मेरो बाबा चाहिँ मजाले पक्रिँदै बस्नु हुँदैछ अनि यहाँ काका कुर्नु हुँदैछ मम्मीले पनि सबैतिर हेर्नुहुन्छ है हाम्रो भ्लग त फेरि यो मम्मीले पनि यता सुप्रिया यहाँनिर हेर्नुहोस् भाउजू छोरी यत्रो ठुली भइसक्यो भिडियो बनाउने मेरो भिडियोग्राफर ल अब भरे भेटौँ ल गाइज सास बढेर बोल्ने अवस्था छैन अब हुन्छ बारको सरसफाइ घाम हल्का लाग्यो साथी हो अब दामी बन्छ टकटक गजब यो भित्तालाई चाहिँ हल्का सो मेरो प्लान चाहिँ जुन ढुङ्गाहरू देखेको छ चाहिँ यसलाई नै होइन पछाडि वाल चाहिँ नलगाएको यस्तो जाली लगाउन सकिन्थ्यो तर अब यो चाहिँ नेचुरल टाइपको ठक्क फुलसुल पनि हाल्छ अब अझै 2-4वटा गमलाहरू राखेर सो टक्क एट्र्याक्टिभ खालको एकदम नेचुरल टाइपको बनाउने प्लान हो हेलो सिजा मेरो सिजा चाहिँ ठुलो भिडियोग्राफर भएको छ हिजोबाट एकदम मलाई हेर्दा चाहिँ लागि भित्रबाट देखाउनु न आएर काकाले के गर्दैछु यो काकाको यो चाहिँ हल्का डिजाइन चल्दैछ र सिधा त्यहाँ हुँदा क्यामेरामा हेर्न तपाईँले यता दादा जा जुस खानै पर्यो अब यहाँनिर हाम्रो चट्ट क्यामेराम्यान हाई गर्नु अब सिजाले सबैजनाले देखाइदिनुहुन्छ अङ्कल बाजे काका गाडी बाटोमा बिग्रियो ल गाइस डोको पनि रेडी भएको छ यो डोकोको पनि पर्पज चाहिँ किन बनाएको भन्दा सम्धीको बारेमा ठ्याक्कै अब यहाँ राखेर चाहिँ हाम्रो ड्रक्सी ठ्याक्कै भित्तामा लेआउट हुन्छ यसलाई मिलाएर अब ठोकिदिनु त यहाँनिर एक लाइनमा 4वटाले कभर हुने गरी वरपार यो हो मेरो सोचाइ चाहिँ हेरौँ है ठ्याक्कै हो सक्नुहुन्छ दादाले के बनाउँदै हुन्छ यता हेर्नु दादा दादाले अझ यस्तो 12 भइहाल्नु यस्तो राम्रो बन्छ यहाँनिर हल्का गाइज हो हाम्रो ल ठ्याक्कै हामीले चाहिँ योचोटि अब बारको व्यवस्था गरेको छौँ यो चाहिँ अलिकति होस् सजिलो होस् होइन पाहुना पात जसलाई पनि रक्सी खाने स्पेसली उहाँहरूको लागि भनेर अब पहिला चाहिँ के हुन्थ्यो किचनमा एकैचोटि खाने नखाने सबै मिक्स हुन्थ्यो योचोटि झट्ट रक्सी खाने जति चाहिँ बारबाट भइहाल्छ त पाहुना कतिजना के कति आयो सोध्छ एकजना वेटर हुन्छ वेटरले ठक्क सोध्ने के खाने रक्सी खाने नखाने त्यो ठ्याक्कै त्यही हुन्छ फेरि बारबाट कन्ट्रोल हुन्छ ताकि यो चाहिँ कन्ट्रोल होस् बाँड्नलाई सजिलो होस् भनेर म्यानेजमेन्टको लागि यो कन्सेप्ट राखेको हामीले अब हेरौँ यस्तै अझै माथि तपाईँको अझै माथि खेल्नु न यसलाई यो त यहाँ माथि हो यहाँ माथि भाँडामा बाँधेको छ होइन तल यो बाहिर होइन हौ अलिक लामो बनाउनु ल है गाइजहरू गेटहरू यस्तो अर्ग्यानिक गेटहरू देख्नु भएको थिएन होला हेर्नुहोस् अब यहाँ सट्ट बारको अगाडि बसेर खाने मलाई पनि दिनु न गर्ने हो सट्ट पार्टी मलाई पनि दिनुहुन्छ होला सम्धीको बारमा स्वागत छ है गाइज हो स्वागत छ गाइज हेर्नुहोस् तिमीलाई पनि मलाई निचे लगेर जाऊ ल हजुर तिमीलाई पनि मलाई निचे बियर मक लगेर ल जाऊ ल ल
बन्दैछ गाइज बन्दैछ स्याटै लाएर बिचबाटै छिर्यो आहा बेन्डिङ मारेर मार्नु पर्थ्यो नि त नि डर हुन्थ्यो होला चोयाको ठाउँमा मात्रै चोया होइन फलाम लागु छैन यहाँ यता नातिले डोको दिएको छ तर लास्ट टाइम मेहनत लाग्ने छ है बनाउनु पनि फेरि मजाको बनाउनु भयो त तर यो पछिसम्म काम लाग्छ सजाउनलाई सो घाम लाग्यो साथी हो अब चाहिँ बिहे आउनु लाग्छ है आयो बिहे आयो आयो त आयो के आयो के गर्नु चेलीबेटी हो रोटी खानै पर्छ खानु पर्यो नि दाजु रोटी बिना त बिहा नै हो होइन रिसले नै कि मनले नै हौ के गर्नु रिसाउँदै पनि पकाउनै पर्छ कन्सेप्टै गाई चाहिँ अब ठ्याक्कै सजाउने चाहिँ अब यहाँ डोकोमा ठ्याक्कै दाउरा राखेको खालको अब सजाउने स्पेसल बियरको ग्लासहरू पनि छ फेरि कसरी झुन्डाउने दाउरा जस्तो देखिएन नानी क्या लगाइ चाहिँ अलिकति कुकुरीलाई डिजाइन दिनुपर्ने भयो क्यामेरा हेर्नु भयो मलाई अलिकति डिजाइन दिनुपर्ने भयो है यो पेन्ट चाहिँ कहाँ हुँदैछ कलर नहाल्दैन यस्तोमा आउने भएको हो नि त नि बेड हो नि त बेडमा त नि कलर हुँदैन त नि ब्राउन पो हाल्नुपर्छ ब्राउन छैन त नि के गर्नु त हुन्छ हुन्छ बेड जस्तो देखिन्छ यहाँ हाल्दा अनि यहाँ काका चाहिँ बनाउनु हुँदैछ है यस काकाले अब यस्तो डिजाइन बनाइदिन्छ कि खतरा देखिन्छ ल बेड कहाँसम्म हुन्छ यहाँसम्म यता फोकस अन वर्क ल गाइस भोलिको सिन चाहिँ ठ्याक्कै यहाँ बार हुन्छ यहाँ माग्दै खाने म बेच्छु तपाईँ माग्नु न हेर्नु चाहिँ गाइस म बेच्छु है अब ल माग्नु साउनी यहाँनिर यसो मलाई कुन ब्रान्ड अभाइलेबल होला यहाँनिर यो यो डबल ब्ल्याक छ अनि अहिले चाहिँ हामी थाइल्यान्डबाट मगाउन आँटेको छौँ हजुरलाई कुन कस्तोबाट चाहिन्छ भन्नुहोस् न ए ओके ओके हुन्छ यहाँ चाहिँ हुनुहुन्छ भनाइ नि यहाँ हुन्छ नाना हेर्नु नाना कस्तो लाग्यो तपाईँलाई तपाईँको बिहेको डेकोरेसन हेर्नु न कस्तो हेर्नु न बेडमा कलर लाउनु भएको अब हजुर वेट करो